भाइ यहाँ चाहिँ वाइनहरू छ हामी गुफामा छिरेको हाम्रो चाहिँ कहाँको गुफामा हो सूर्यको फुङ्गा कुन ठाउँको गुफा रे दाइ चाहिँ यहाँ रहेछ कोरियन वाइन छ भित्र यस्तो पनि हुँदो रहेछ है यस्तोमा मजा गुफाभित्र छिरेको टिकट चाहिँ हो सस्तै छ 1 जना बराबर मानन हो अनि यस्तो टाल दिँदो रहेछ मान्छे हराउँछ भनेर होइन दाइ हाम्रो चाहिँ अगाडि हुन्छ मिठो छ सब प्रायः वाइन मात्र रहेछ वाइन नकिने हेर वाइन अब यस्तो रहेछ इन्जेक्सन हुँदैछ आनन्द लिँदैछ आमा ल साथीहरूको लागि वाइन कत्रो ठुलो वाइन हो अनि यहाँ चाहिँ अब वाइनै वाइन रहेछ यो गुफाभित्र चाहिँ वा हेर यहाँ रोसलान भट्का ओहो झिलिमिली पछाडि हेर्नुहोस् लेजहरू यस्तो राम्रो छ कि रमाइलो अब 2 घन्टा जति इन्जोय गरिन्छ 2 दाजुभाइ बेला बेलामा त आउनुहुन्छ मजा लाग्छ रमाइलो लाग्छ खुसी लाग्छ हेर्नुहोस् त ओहो यस्तो मजा छ हेर्नुहोस् क्या मजा आएको झिलिमिली पानीको खोला पनि रहेछ गुफाभित्र चाहिँ पानी सबै सुरुङकै होला नि होइन चाहिँ सुरुङकै होला नि पानी खराएको बच्चा हेर लुकिरहेको रहेछ दामी यस्तो रहेछ गुफाभित्र यहाँ चाहिँ एउटा माछा जिउँदै माछा रहेछ यो चाहिँ टिकट पनि चेक गर्नु पऱ्यो यो भएन भने छिर्नै नदिने रहेछ हजुर गुफामा यतिको लामो लङ टुर फर्स्ट टाइम छिरिरहेको हो टिकट भइसक्यो पुग्छ अरे एउटा फोटो चाहिँ हान्नुपर्छ यस्तो है है आहा दामी दामी यस्तो छ झलक पछाडि वाउ धुवा पनि आउँदै रहेछ यता अझै छ त यहाँ यस्तो रहेछ यहाँ धुवा निस्किरहेको छ हो यहाँबाट पानी तानेर फाल्यो होला अडिस लाउन निस्किने ल अब यता पनि रहेछ है यता पनि बुढा हामी चेक गर्नु लाग्नु माछा ए यो त प्योर पानी हो क्या है सक्यो यहाँ माछा यस्तो भइरहेछ यहाँ अर्को खाने माछा यहाँ कछुवा छ यहाँ माथि कछुवा हेरिरहेछन् एउटा सानो बच्चा कछुवा रे यहाँ चाहिँ के छ यहाँ पनि माछा रहेछ कस्तो सानो अनि यता चाहिँ यता पनि चलिरहेछ माछाहरू यहाँ पनि बाफै आइरहेछ है यो चाहिँ साँच्चीकै सुनकै हो क्या है यहाँ सुन खाने रहेछ साँच्चीको यहाँ सुनको हो यो सुन खाने ऊ यहाँ पनि हेर्दै हातले झिकेर लानु मिल्दैन पहिला जापानिजहरूले सुन खनेर लगेर चाहिँ यसलाई नि गुफा मानेर साँच्चीकै सुन चाहिँ सुनै रहेछ है टनक्क टाउतिर चाहिँ सुन अब चाहिँ बजिन्छ हातले छुन मिल्दैन साँच्चीकै हो कि है साँच्चीको सुन जस्तै छ ए सिसी क्यामेराले यहाँ हेर्दैछ पिलिक पिलिक गर्दै यो पनि यतै छिया छिया पारेर चाहिँ हो गुफा चाहिँ यस्तो रहेछ खासमा सुन खनेर लगेको त्यसपछि गुफामा माथि ए यहाँ माथि जान पाउने रहेछ कि दाइ यहाँबाट जाने करेन्ट त लाग्दैन नि यस्तो रहेछ अडिस लाउन निषेध रे सब फलाम लगाएर चाहिँ क्या दाइ यो सुन भनेर यतिकै राखेर चाहिँ यो भित्रको चाहिँ यो माथिको चाहिँ ऊ माथि स्टार सुनको
अब जाने यताबाट होला हुन त सुन जस्तै छ यहाँ चाहिँ फलामै रहेछ एउटा गेडा फलाम भनिरहेछ दाइ गाडेको शिवको मूर्ति शिवको मूर्ति पनि रहेछ है जरायो शिवको मूर्ति त्यो सुनको पैसा थियो हच्याल ल अब चाहिँ सुनको खानीमा आयो चाबी अब मेरो गर्लफ्रेन्डको लागि मन्दिरजी मासु मेरो गर्लफ्रेन्डको लागि सम्झना स्वरूप फोटो चाहिँ पठाइदिनु पर्ला है खतरा छ त यार मन पऱ्यो तर अघि चाहिँ पानीमा पो आइपुग्नु थाल्छ कि होला है भनेर देखाएर अनि कहाँ मानु 10,000को यति नै भिडियो खिच्न भन्नु त भयो नि है 10,000को यति नै भिडियो खिच्न भन्नु त भयो नि घरमा घरमा हेर्नुहोस् ल डेन्जरै रहेछ त यहाँ गुफा सुत्रो तल पठाइदिइहालेँ एकछिन भिडियो गरेर भनेको रहेछ गुफा यस्तो रहेछ कि माने यार सस्तै हो नि यार मानौँ 10,000को टिकट त यत्रो घुम्न पाउनु त होइन दाइ यहाँ एउटा सुतिरहेको छ पुरै सुनकै सुन हो कि हो आमा कता हो यो यहाँ त 2 ठाउँ पो जान पाइन्छ कि हो दाइ तल पनि छ उता पनि छ यार है आहा यसरी खनेको रहेछ पहिला हामीहरूले हानेर पैसा हुँदै आमा यहाँ पैसा चढाएको पैसा हेर्नुहोस् सुनको डल्लो है सुनको बिस्किट चढाएको साँच्चीकै है त्यो सबै सुन है आमा म चाहिँ यो 4वटा यो नेपालतिर 1 केजीको डल्लो हो नि यो पनि होला कि दाइ यो बिस्कुट यो चाहिँ ओरिजिनलै हो पक्कै सबभन्दा ठुलो चाहिँ 5,000 मात्रै हालेको छ हामीले है ए मानौँ पनि रहेछ खोइ मानौँको रहेछ 10,000 चाइनिज पनि हालेको ओ दाइ ऊ त्यो नेपाली 20 रुपियाँ हो यो हो त होइन 5,000 नेपाली 20 रुपियाँ कि के रहेछ O51 रे जुम गरेर हेरेँ यार चित्त नबुझेर निकै कुरा चेन्ज गरेको है दाइले चाहिँ अब आफ्नो मनोकांक्षा पुरा गर्नको लागि पैसा हालिदिन लगाएको छन् तर मसँग सिक्का चाहिँ छैन पक्कै कहाँ फेरि मागेर हुन्न होला नि त मसँग नि हेर्नुपर्छ दाइले पैसा हाल्नै लाग्यो पक्कै भन्ने कुरा थाहा भइसक्यो मसँग चाहिँ कति रहेछ हेरौँ न कतिको नोट ल मेरो पनि मनको इच्छा सबै पुरा हुन् भगवानले रक्षा गरून् कहाँनिर भन्दा म चाहिँ यो टोकरीमा हाल्दिनँ ल मनको इच्छा सबै पुरा हुन् गुफा यस्तो यहाँबाट लग्यो यार दाइ डेन्जर लग्यो यार सुन्दा आम्मा जापानिजले दाइ जाली हालेको कसले थाहा पाएर लग्यो क्या यसरी
जानुको लागि यस्तो गरेर सबै अहिले आउँछ यहाँनिर तलतिर पनि यहाँ चाहिँ अहिले बनाउँदै होला सिँढी बनाउन लाएर चाहिँ यहाँ चाहिँ देखिँदैन त बत्ती चाहिँ तलसम्म पुरा गरेर त्यही पानी छ कि त है तल त पोखरी त्यो के हो तल देखिँदैन यस्तो रहेछ आउनु चाहिँ आयो कता कता आयो सब गुफै गुफा लेकहरू क्या तर चिसो चिसो भयो यहाँ पनि ऊ खानेकुरा राख्नु थालेर चाहिँ देखेको यसमा यस्तो यस्तो रहेछ अब चाहिँ माथि चढ्दैछौँ हामी यस्तो छ यहाँ गुफाको हालतमा थाकिसकेँ म त के हो यो ओ बच्चा खान्छ आगी त कतै यसरी झुन्डेर आमा कत्रो ठुलो यार माथिसम्म यसले त यार दाइ 100 जना त खाँदैन माथिसम्म रहेछ यो बच्चा चाहिँ मलाई मन पऱ्यो क्या दाइ बच्चा होइन नि माछा खानु लाएर चाहिँ खिच्ने नि यार बन्दुक छुनु पर्छ त यही नेभिगेसन यो कम्पास क्या यसको चाहिँ यस्तो यस्तो रहेछ यस्तो रहेछ चट्टानले भरिएको ठाउँ हाम्रो मित्रजनहरू फोटो भिडियो बनाउँदैछन् वाह हाम्रो दाइ म पनि थाकिसक्यो उकालो चढ्दा चढ्दै है आऊ सुनको खाने हो के हो जराएछ त यहाँ यस्तो रहेछ सब गुफा के को जरा हो यो त यहाँ सुनको जरा रेस्ट एरिया अघि हामी चाहिँ त्यहाँबाट झरेको अहिले चाहिँ पाइने रहेछ ड्रागनको पुच्छर रहेछ क्या ए अघिको ड्रागनको पुच्छर ड्रागनको पुच्छर आम्मामामामा यत्रो लामो रहेछ है यो पढ्न चाहिँ यति धेरै त सक्दिँदैन मैले पढ्न आउने जति चाहिँ सबै कता के भएर अनि ढङ्ग काठको रहेछ र हो सिब्लेन पानी कहाँ पठाएको अरे यिनीहरूले पानी के दाइ यो चुहेको पानी कहाँ फाल्यो होला कत्रो ठुलो यत्रो टाढो यार म सकिँदैन होला यो उकालो चढ्न त यार त्यस्तो भएर लडिँदैन त्यसरी के छ जराएको सिङ मात्रै देखिन्छ त छायामा त पर जराएको सिङ मात्रै देखिन्छ त के छ तलतिर आउँदैछ चढ्दै खै अझै होइन त्यही जराएको सिङ छ क्या कहाँबाट त्यो
कहाँको रहेको छ ए उताबाट त जाऊ भन्छ त बन्द गरेर स्टप आउने भन्दैछ त हेर्दै खन्डियो गएको छु यति छिटो यस्तो यस्तो गरेर सबै जग्गा बनाएको छ क्या 1912 देखि 45सम्म है यस्तो सबै जग्गा 50मा यस्तो भएछ 55 देखि 72मा यस्तो यस्तो भएर छ त्यसपछि 72 देखि 2010सम्ममा यो क्या ठेला गाडाहरू विस्थापित भएछ 2000 यस्तो भएर चाहिँ यहाँ चाहिँ प्राचीन कालको इतिहासहरू तर लाइट बलेर चाहिँ बिजो भयो यस्तो यस्तो यसरी खने गरेछ यो मान्छेहरूले कट्टु हेर यस्तो जापानिजको पहिलाको त्यसको सामान छिनाहरू यो छिनाहरू यहीँ भेटाएको होला है इतिहास यस्तो हुन्छ पढ्दै पढ्दै कस्तो देखिन्छ पढ्न त आउँदैन कि यति भयो कि त्यही पनि यसो उ गरेर पढ्यो भने चाहिँ ठिकै हुन्छ होला या शिवपल्लीवा भनेर चाहिँ त्यहाँ यहाँ बच्चा जन्मिन आएर छ सुत्के आमा यहाँ घन्टी बजाउँदैछ कि लाइट पनि बनाएको थिएँ अघिको त यस्तो चाहिँ फाइनल्ली गाइस अब चाहिँ गुफा घुमेर सक्यो 1 घन्टा भयो सक्यो पानी होला गुफा त्यत्रो ठुलो पानी अब के भनेको तर बुझेन मैले कहाँको गुफाबाट निस्क्यो भन्दै तपाईँले नै बुझेन भने चाहिँ म त फेरि थिएँ नि मैले केही बुझेन के स्याहार भन्छ ओ एउटा ठ्याक्कै अघिको रुस्लानमा हो अघिको रुस्लान भुट्का होइन नेपालमा भए चाहिँ रुस्लान जस्तै छ कि रुस्लानको बोतल जस्तो यहाँ त यस्तो लकको डब्लु के ठुलो वाइन भने हो खासमा यस्तो छ भुट्का जस्तै भाइ वाइनहरू खान मन लाग्यो त आउनुहोस् म किनेर चाहिँ दिन सक्दिनँ गाइज हो आफै आएर किनेर खानुहोस् तर यो एरियामा छ भनेर चाहिँ म लोकेसन दिन्न चुसोहरू फाइनल गाइज अब हामी बाहिर निस्किँदैछौँ तर अँध्यारो भएको जस्तो लाग्यो बाहिर नि रुम पुग्न धेरै टाइम लाग्छ रुम पनि बुकिङ गरेको छैन मोथेल पनि अब हामी निस्किँदैछौँ अङ्गुर है फाइनली लास्टमा यसो उनीहरूले जापानिजले लगिहाले अनि विदेशले यसले कति कमाइसक्यो त 10,000 बनाएछ
कति राम्रो उनीहरूले गुफा चाहिँ यस्तो अझै हिँडिरहेको छौँ हामी वाइन अघि पनि देखेको थिएँ त्यो साँच्चीको वाइन हो डुप्लिकेट होइन नभए चाहिँ बाहिर उज्यालै रहेछ ओरिजिनल हो बोतल खाने कप माथि त कुन्डे मान्छे के देखाउनु आहा आहा तर बन्द गर्न लाग्यो सिटीहरूले अर्कै होला कि गाइज यो गुफाभित्रबाट निस्केर हामी ला अघि भर्खरै यहाँ पानी थियो पानी पनि बन्द भयो ठ्याक्कै टाइम सक्यो